ल साथीहरू हेर्नु त शिव पाण्डेले किन पटक पटक पिटाइ खाइरहेछ हेर्नु त। तैँले होमवर्क किन गरिनस्? बिमारी भएर। छैनस् नि तिमीले होमवर्क किन गरिनौ? सर मेरो टाउको कस्तो दुखेर मैले होमवर्कै गरिनँ। फेरि मलाई किन झापड? तैँले यहाँ उसलाई दिनभरि किचकिच किचकिच गरेर उसले टाउको दुखेर होमवर्क गर्न सकेन। यो सब तेरो कारणले हो। तिमीले होमवर्क किन गरिनौ? स्कुटरमा तेल सकिएर घर पुग्न ढिला भयो त्यही भएर। यिनको स्कुटरको तेल सक्यो, तेरो बाइक थियो, तैँले उनलाई स्कुटरमा घर पुर्याइदिन सक्दैन थिइस्? अनि तिमीले चाहिँ होमवर्क किन नगरेको नानी? सर घरमा भैँसी ब्याएको थियो। यसमा पनि तेरै हात छ गधा तँलाई। तैँले होमवर्क किन गरिनस्? बिमारी भएर। ल्या आज त बिरामी छैनस् नि तिमीले होमवर्क किन गरिनौ? सर मेरो टाउको कस्तो दुखेर मैले होमवर्कै गरिनँ। फेरि मलाई किन झापड? तैँले यहाँ उसलाई दिनभरि किचकिच किचकिच गरेर उसले टाउको दुखेर होमवर्क गर्न सकेन। यो सब तेरो कारणले हो। तिमीले होमवर्क किन गरिनौ? स्कुटरमा तेल सकिएर घर पुग्न ढिला भयो त्यही भएर। यिनको स्कुटरको तेल सक्यो, तेरो बाइक थियो, तैँले उनलाई स्कुटरमा घर पुर्याइदिन सक्दैन थिइस्? गधा। अनि तिमीले चाहिँ होमवर्क किन नगरेको नानी? सर घरमा भैँसी ब्याएको थियो। यसमा पनि तेरै हात छ गधा तँलाई। बल्छी दाईको नाम मरिच होइन? मरिचमान आधा नाम भयो नि। होइन मरिच चाहिँ किन राख्यो क्या? साइज हेरेर कि कलर? तर बल्छी दाई रिसाउन मिल्दैन है, रिसाउन मिल्दैन। किन? रिसाए पनि मुख कालो बनाउन मिल्दैन नि त तपाईँले। मेरो बोसलाई बोलाउँ अरे साथीहरू, को रहेछ बोस चाहिँ हेरौँ है त ल, एकदम सरप्राइज। साथीहरू हेर्नुहोस् त, आज आदरणीय कमरेड डाक्टर बाबुराम भट्टराईज्यूले विकास गर्नु भएर आफैबाट उद्घाटन गर्दै हुनुहुन्छ साथीहरू। एकचोटि हेर्नुहोस् त यो भिडियो।